फर्स्ट राउन्ड चाहिँ अब दिम्ला होइन, तर हेड टु हेड भनेर चाहिँ, तर सेकेन्ड थर्ड चाहिँ लागेन है मलाई चाहिँ। कोडले त्यस्तो दियो। थर्ड राउन्ड त यतिकै फ्री स्टाइल भन्नु थाल्यो, यति के हाने के फ्री स्टाइल हाने नि राम्रो हानेको भए नि ल हो भन्ने त्यस्तो थिएन। कुरा फेरि कुरुक्षेत्रको नास्तो भर्सेस एमसी कोड नेपालमा मात्र होइन, इन्डियन हिपहपमा पनि तहल्का पिटिरहेको छ यो ब्याटलले। 2 दिनमा 2,62,000 भन्दा माथि भ्यू चाहिँ हिट गरिसकेको छ। लगभग इन्डियन न्युज रियाक्सन च्यानलमा पनि हामीले देख्न पाइरहेका छौँ। नेपालमा त चर्चाको चर्चा रहेको छ, प्रत्येक ऱ्यापरको कमेन्ट देख्न सक्नुहुनेछ, सबैतिर छ्यापछ्याप्टी यो ब्याटल छाइरहेको छ। तर नेपालीहरू खुसी छैनन् इन्डियन रियाक्सन ऱ्याप बोर्डदेखि। उसको रियाक्सनलाई लिएर चाहिँ केही टिका टिप्पणीहरू भइरहेको छ। अहिले नेपाली हिपहप सिनमा भनौँ, नेपाली हिपहप अडियन्सहरूले चाहिँ आलोचना गरिरहेका छन्। मैले पनि नेपालको ब्याटललाई सपोर्ट गरेकोमा जे भए पनि केही हदसम्म चाहिँ यसको रियाक्सनबाट चाहिँ इन्डियन अडियन्स चाहिँ नेपालतिर भित्राउन सकिन्छ भन्ने हेतुले चाहिँ मैले धन्यवाद लेखेको थिएँ। अहिले मैले गाली खाइरहेको छु। रियाक्सनमा त्यति नराम्रो पोइन्टहरू त हामीले खासै देख्न पाउँदैनौँ। यति भनेका छन् कि नास्तोलाई यो भन्दा अगाडि ब्याटल गरेको देखेको थिइन, सायद इन्डियन भएर होला फलो गरेका थिएनन् होला। नास्तोलाई चाहिँ बढी सपोर्ट भएको भनेका छन्, किनभने नेपाली क्राउड थियो, एमसी कोड एक्लै आएका थिए, त्यो हिसाबले भन्न सकेका हुन सक्छन् भने नास्तोले चाहिँ लास्ट राउन्डले मात्र जितेको भन्ने कुरा रहेको छ। यसमा चाहिँ नेपाली अडियन्सहरू खुसी छैनन्। उनले थोर बहुत त आफ्नो देशको पक्षमा पनि बोल्ने हुन्छ, यसरी पनि बुझौँ। हामी पनि दाबी गरेर भन्न सक्छौँ कि नास्तोले 3 राउन्ड नै जितेको हो।